हेलो साथीहरू, नमस्ते, गुड इभिनिङ। अब ड्युटी टाइम अफ हुने बेला भइरहेको छ। आज म धेरै दिन पश्चात पुनः एउटा सानो ब्लग बनाउन आँटिरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ, हामीले काम गरेको ठाउँहरू यस्तो छ। पुरै ढुङ्गा भएको ठाउँ छ है। ब्रेकरले ढुङ्गा खन्दै खन्दै निकाल्छ अनि त्यहाँनिर पाइपलाइनको काम हुन्छ। यो हेर्न सक्नुहुन्छ, यो पोर्टेबल टोइलेट हो। पोर्टेबल प्लास्टिकको हुन्छ र राम्रो पनि छ। त्यसै गरी यता हेर्न सक्नुहुन्छ, मैले चलाउने मेसिन। यसलाई म तपाईँलाई ब्याक क्यामेरा यो मेसिन हो कमात्सु GD 955 मोडलको। अहिले हाल मैले चलाइरहेको मेसिन यही हो। हेर्न सक्नुहुन्छ, यसको बाहिरी लुक्स चाहिँ एकदम राम्रो छ भनौँ न। यही छ, 2021 मा निकालेको मेसिन हो। ब्लेडहरूदेखि लिएर इन्टेरियर क्याबिनभित्र नि यसो राम्रै छ। यता डकुमेन्टहरू छन्। त्यसै गरी टायर साइज भनेको 20.5 को साइज हुन्छ टायरको। झन्डै मेरो घाँटी आउँछ हो मेसिन। झन्डै 5 फिट हाइट छ। टायरहरू अग्लो नै छ। त्यसै गरी मेसिनको तपाईँको मोडल चाहिँ GD 705 मोडल हो। अनि यसको रिपर क्यापेसिटी भनेको 5 वटा रिपर हुन्छ। अनि यो टोटल वेट भनेको 23 टनको वेट हो। अनि मेसिन हेर्न सक्नुहुन्छ, पूर्ण नयाँ छ। 4 वर्ष समथिङ 4 वर्ष भयो होला होइन। सुरुट निकाल्दाखेरि फर्स्टचोटि मैले नि सोरुमबाट लिएर गएको साइडमा होइन। यो मेसिन चाहिँ एकदम नयाँ नै छ, राम्रो छ। अहिले पनि राम्रै छ। क्वालिटीहरू यताउता टायर सबै नयाँ छ। हेर्न सक्नुहुन्छ गाइस, यो चाहिँ काम गर्ने क्रममा साइडमा यहाँको साइडको भ्यू हेर्नुहोस्, यस्तो छ। अर्को यो दुसान मेसिन पनि छ, एक्सकाभेटर पनि हेर्न सक्नुहुन्छ, यस्तो छ। नयाँ मेसिन हो यो पनि। र यो ठाउँ तपाईँलाई के कस्तो लागिरहेछ, प्लिज मेरो भिडियोलाई हेरिकन लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गरिदिनुहोस्। यस्तो छ यहाँको अवस्था। त्यसै गरी यो भिडियो तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ र कस्तो लाग्यो मैले चलाइरहेको मेसिन, प्लिज लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गरिदिनुहोस्। यति भन्दै आजको मिनी ब्लगबाट बिदा हुन चाहन्छु। हस् त, थ्याङ्क यू, बाई बाई।